दशरथका आँखाबाट आँसु बरर घुक्का घुक्का गरी कठै रोए धरर। मेरो रामलाई बन मैले पठाउने छैन, निष्ठुरीले मलाई अब बाँच्नै दिने भएन। बोल्नै सकेनन् राजा कस्तो आपत भो आज। 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 श्रीरामले भन्न थाले सीतालाई अब 14 वर्ष वनमा जान्छु तिमी घरमा बस। म पनि त हजुरसँगै वनवास लाग्छु। जति कष्ट परे पनि सबै कष्ट खप्छु। नजाऊ हे सीता वन साह्रै रुनेछ यो मन। 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 भाइ लक्ष्मण पनि अब जान्छु भन्न थाले। जति सम्झाउँदा पनि लागेन केही हरे। तीनैजना बिदा माग्न पितासँग आए। अब यिनी जङ्गलमा पक्कै जाने भए। कति मानिनन् सीताजी बिदा दिनुहोस् पिताजी। 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 दशरथ रुन थाले डाको छोडी छोडी। मेरो राम बिना अब बाँचौँ कसो गरी। कैकैले भन्न थालिन् जाऊ छिटै बन। तिम्रा बाबा यस्तै गर्छन् बस्छौ अझै किन। सीता राम लक्ष्मण गए राजा बेहोसै भई गए। 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 सीता राम लक्ष्मण गए राजा बेहोसै भई गए।